श्रीमती मेरो छेउमा सुतिरहेकी थिइन्। अचानक मलाई एउटा रिक्वेस्ट मेसेज आयो। एउटी महिलाले मलाई रिक्वेस्ट एक्सेप्ट गर्नका लागि अनुरोध गरिन्। त्यसपछि मैले उनको मेसेज एक्सेप्ट गरेर एउटा मेसेज पठाएर भने, के हामीले एकअर्कालाई चिन्छौँ? उनले जवाफ दिइन्, मैले सुनेकी थिएँ तिमीले विवाह गरेछौ, तर म अझै तिमीलाई माया गर्छु। उनी स्कुल पढ्दाको साथी थिइन्। फेसबुक प्रोफाइल तस्बिरमा उनी निकै सुन्दर देखिएकी थिइन्। मैले मेसेज लेख्न छाडेर श्रीमती दुर्गातिर हेरे। उनी दिनभरको घरधन्दाको थकानले कोल्टे फर्किएर मस्त निदाइरहेकी थिइन्। उनीलाई हेरेर म सोच्दै थिएँ, उनी कसरी यति सुरक्षित महसुस गर्छिन् मसँग। मेरो यस घरमा एकदमै आरामले सुत्न सक्छिन्। उनी आफ्नो आमा बुवाको घरबाट निकै टाढा छिन्, जहाँ उनी 24 घण्टा आफ्नो परिवारमा घेरिएर बसिएकी हुन्थिन्। त्यहाँ उनी आफू निराश हुँदा वा रिसाउँदा रुनलाई आमाको काख हुन्थ्यो। उनका दिदी बहिनी वा दाजुभाइले जोक चुट्किला सुनाएर उनलाई हँसाउँथे होला। उनको बुवा घर आएपछि उनलाई मनपर्ने उनले भने बमोजिम सबै कुरा दिनुहुन्थ्यो होला। र पनि उनले मलाई यति विश्वास गरिन्। यो सबै विचार मेरो मनमा आयो। त्यसपछि मैले मोबाइल उठाएर ब्लक गरिदिएँ। म उनीतिर फर्किएर उनको छेउमा निदाएँ। म एक जवान पुरुष हुँ, बच्चा होइन। मैले उनीप्रति निष्ठावान वफादार रहने प्रण गरेको छु र हुने पनि छु। श्रीमतीलाई धोका नदिने र परिवार नटुक्र्याउने पुरुष हुन म सधैँ लडिरहनेछु। तपाईहरुसँग पनि यस्तै सुख दुःख मिलन बिछोड प्रेमको कथाहरू छ भने तपाईहरुले हामीलाई कथा पठाउन सक्नुहुनेछ र हामीले वाचन गर्नेछौँ। हाम्रो यो आजको पहिलो कथा तपाईहरुलाई कस्तो लागेको छ प्लिज प्रतिक्रिया दिन नभुल्नुहोला। हस्त, धन्यवाद।